आज पनि भुन्टी धेरै नै दुखी हुने भएकी छिन् साथीहरू, किनकि भूपेन्द्रकी गर्लफ्रेन्ड हस्पिटलमा भूपेन्द्रलाई भेट्न भने आइसकेकी छिन्। उसले चाहिँ कालो लुगा लाएर भूपेन्द्रलाई भेट्न हस्पिटलमा छिरिसकेकी छिन्। अब आज चाहिँ यो कुरा भुन्टीलाई सबै थाहा हुनेछ कि भूपेन्द्रले गर्लफ्रेन्ड पनि बनाइसकेछ, उसले नयाँ जीवन सुरु पनि गर्न लागिसकेछ। सबै थाहा हुनेछ भुन्टीलाई र भुन्टी साह्रै दुखी हुनेछिन्, किनकि उसले माया गरेको मान्छे उसको श्रीमानले चाहिँ उसलाई छोडिवरी उसलाई चाहिँ किन छोडेको रहेछ भन्दाखेरि चाहिँ उसले अरूसँगै खुसी हुन लागिसकेको रहेछ, अरूलाई नै माया गर्न लागिसकेको रहेछ भन्ने चाहिँ भुन्टीले महसुस गर्नेछिन्। आज चाहिँ भुन्टी साह्रै नै धेरै नै दुखी हुनेछिन्। बिचरा भुन्टीको पनि फुटेको कर्म केही गरी पनि नहुने रहेछ, जतै जाँदा पनि दुःखै मात्र हुने रहेछ। भूपेन्द्र पनि अब अलिअलि होसमा आएका छन्। होसमा आए पनि ऊ अब बोल्न सक्दैन। भूपेन्द्रको गर्लफ्रेन्डलाई चाहिँ सायद भुन्टीले यस्तो गरेको भन्ने लाग्नेछ, किनकि उसलाई त आफ्नो बाउले गरेको थाहा नै छैन। बाउले थाहा नै नदिकन त्यस्तो काम गरेको हो, भुन्टीले नै त्यसो गरेको हो भन्ने चाहिँ उसलाई लाग्नेछ। त्यस पछाडि भूपेन्द्र चाहिँ बोल्न सक्दैन, किनभने उसको बाउहरूले चाहिँ उसको घाँटीको त बोल्ने भोकलै फुटाइदिएका छन् अरे। त्यो अब बनिनको लागि चाहिँ केही समय लाग्छ, केही टाइम लाग्छ भनेका छन्। त्यसै गरी अब भुन्टीको जीवन चाहिँ दुःखमय नै दुःखमय हुने भयो, चाहेर पनि सुख नपाउने भइन्। अब भूपेन्द्रबाट छुटकारा भएर त केही सुख हुन्छ कि भन्ने थियो। अब भूपेन्द्रबाट छुटकारा पनि पाउलिन् जस्तो छैन, किनकि अब भूपेन्द्रले फेरि अब माया गर्न थाल्नेछ, माया गर्नेछ। भूपेन्द्रले चाहिँ सबै थाहा पाइसक्यो, अब भुन्टीले कति माया गरिदिरहेछन् भन्ने कुरा सबै महसुस गरिसक्यो। त्यस कारणले चाहिँ अब भूपेन्द्रले पनि भुन्टीलाई धेरैभन्दा धेरै माया गर्नेछ। तर पनि भुन्टीलाई चाहिँ साह्रै दुःख हुने भयो, साह्रै पीडा लाग्ने हुन्छ, किनकि उसको सौता बन्न खोज्ने अर्थात् भूपेन्द्रको गर्लफ्रेन्डको चाहिँ अब आज रिभिल हुँदैछ। भूपेन्द्रको गर्लफ्रेन्ड चाहिँ आज देखिँदैछिन्, सबै कुरा थाहा हुनेछ, भुन्टीको अगाडि सबै कुरा आउनेछ। त्यस कारणले गर्दा चाहिँ बिचरा भुन्टीको मन कति दुख्छ होला। ऊ जस्तो सत्य सावित्री, अरूलाई कसैलाई पनि नसोच्ने, आफ्नै श्रीमानलाई केही भयो कि के गर्दैछन् होला भनेर सोचिराख्ने त्यस्तो मान्छेलाई चाहिँ यस्तो पीडा किन दिएका होलान् भगवानले। त्यसै गरी टोकलेको बुढीको चाहिँ अब राम्रो सम्बन्ध भएको छ। उनीहरू चाहिँ अब खुसियालमा जिन्दगी बिताउनेवाला छन्। उसकी बुढीले चाहिँ अब बुझिसकिन् दुःख के हो, माया के हो, कसले माया गर्छ, आफ्ना के हुन् भन्ने उसले सबै बुझिसकिन्। त्यसैले उनीहरूको जिन्दगी चाहिँ अब राम्रो हुनेवाला छ। उता भुन्टीका बाआमा भने पहाड गइसकेका छन्। उनीहरूलाई त्यहाँ बसेर टिक्न गाह्रो भएकाले, त्यहाँबाट खर्च धेरै हुने भएकाले चाहिँ उनीहरू पहाड गएका हुन्। दाजुबहिनी चाहिँ त्यहाँनिर त्यही सहरतिरै काम गरेर जीविकोपार्जन गर्ने भनेर चाहिँ बसेका हुन्। अब फेरि भूपेन्द्र र भुन्टीको सम्बन्ध जोडिए त हुन्थ्यो, किनभने एकपल्ट जोडिसकेको सम्बन्ध फेरि डिभोर्ससम्म पुगेर छुटिनुभन्दा एकपल्ट जोडिसकेको सम्बन्ध बरु फेरि जोडिए हुन्थ्यो। किनकि भूपेन्द्र पनि खुसी हुँदैन, भुन्टी पनि खुसी हुन्न। मनमा कता कता पीडा भइरहेको हुन्छ, कता कता पिर भइरहेको हुन्छ। त्यसैले गर्दा चाहिँ उनीहरूको सम्बन्ध फेरि जोडिएर राम्रोसँग अगाडि बढेको हेर्न मन छ। भुन्टीको जीवनमा फेरि सुख कहिले फर्किएला। भुन्टी पनि पहिला जस्तै खुसी, भूपेन्द्रले धेरै माया गर्ने कहिले होइन्। भुन्टीलाई न घर परिवारले बुझ्छन्, भुन्टीका घर परिवारले भुन्टीलाई कहिले बुझ्छन् होला। अब जेठी भाउजूले त्यस्तो गरिसकेपछि, जेठी बुवाहरूले त्यस्तो गरिसकेपछि भुन्टीकी नन्दले र भुन्टीकी सासूले चाहिँ थाहा पाउनुपर्ने हो, हामीलाई माया गर्ने भनेको यही एउटी बुहारी रहेछ। जेठी बुहारी त धन भएर के गर्नु, धन भएर मन हुँदैन रहेछ मान्छेको भनेर बुझ्नुपर्ने। तर उनीहरूले त बुझ्दैनन् केही गरी पनि, जताबाट पनि नेगेटिभ मात्र सोचेर नराम्रो मात्र सोच्छन्। त्यो भुन्टीलाई जताबाट पनि नराम्रो मात्र गर्छन्।
हुन त बिचरा भुन्टीको केही पनि दोष छैन। जति राम्रो गरे पनि उसलाई नराम्रो मात्र देख्छन्, सबैले नराम्रो मात्र गर्छन्। एउटा राम्रो गर्ने भनेको त घरमा भुन्टीका जेठाजु र भुन्टीका ससुरा मात्रै हुन्। त्यति हुन्। अब आफ्नै श्रीमानले माया नगरेपछि जेठाजु ससुरा देवर नन्दले माया गरेर पनि के गर्नु। आफ्नै श्रीमानको लागि भनेर त्यही घरमा बस्ने हो। त्यही आफ्नै श्रीमानले नै माया गर्ने भने अरूका लागि के बस्नु। अब चाहिँ सायद भूपेन्द्रले बुझ्छ होला, किनभने भुन्टीले चाहिँ कति माया गर्दोरहेछ भन्ने कुरा सबै उसले बुझिसक्यो। त्यसरी नालीमा मरिसकेको थियो भनौँ न, मर्न आँटेको मान्छेलाई पनि भुन्टीले बचाएर आफ्नै रगत दिएर बचाइसकिन् भनेपछि अब उसले थाहा पायो। अझ पनि मलाई नदेखाउनु भन्छन्। त्यो सहयोग गरेको कुरा अझ पनि भूपेन्द्रलाई नथाहा पाउनु, नसुनाउनु, उसलाई नदेखाउनु मलाई भन्छन् भनेपछि ऊ कति चाहिँ महान रहेछन् त भन्ने कुरा भूपेन्द्रले बुझिसकेको छ। त्यसैले गर्दाखेरि अब भूपेन्द्र र भुन्टीको सम्बन्ध पहिलाको जस्तै सुमधुर हुनुपर्छ। भूपेन्द्रले भुन्टीलाई यति धेरै माया गर्छ, यति धेरै माया गर्छ, कसको आँखा लागेको नि थाहा छैन। तर अब फेरि त्यसै गरी भूपेन्द्र निको भएर चाहिँ भुन्टीलाई त्यसै गरी माया गरेको देख्न पाऊँ। अब भूमिका पनि कस्तो नबुझ्ने। भूमिका त एउटा नन्द हो नि, छोरी मान्छे हो नि, सासु पनि एउटी छोरी मान्छे हो नि। आफ्नै बुहारीलाई त्यस्तो हेला गर्न किन त्यसरी हेला गरेका होलान्, कसरी हेला गर्न सकेका होलान्। उनीहरूलाई पनि आफ्नो सासूले नन्दले त्यसै गर्दा कस्तो भएको थियो होला, कस्तो हुन्थ्यो होला। अब त भूमिकालाई पनि आफू बिहे गरेर जान आँटेकी चाहिँ उसको पनि परिवार त्यस्तै पर्लान् कि नन्दहरू त्यस्तै पर्लान् कि भन्ने सोच कस्तो नआएको। जस्तोलाई त्यस्तै ढिँडोलाई निस्दै भने जस्तै अब त भूमिकालाई पनि भूमिकाको आमाजुले चाहिँ त्यस्तै व्यवहार गर्छन् जस्तो लाग्छ मलाई। किनकि उसको बिहे नभइकन माग चाहिँ ठुल्ठुला भइसके। बिहे हुनुभन्दा अगाडि नै भए भारको सबै सम्पत्ति चाहिँ जग्गा बेचेर हुन्छ कि के गरेर हुन्छ, सबैलाई सुन गिफ्ट चाहिन्छ भनेर माग आइसक्यो। उसको भाइ अर्थात् भूमिकाको हुनेवाला श्रीमानले चाहिँ यस्तो केही गर्नु पर्दैन दिदी भन्दा पनि दिदीको कारणले चाहिँ उसले सबैलाई सुन गिफ्ट मगाउन लागेको छ। अब भूमिकाको पनि हालत चाहिँ त्यही हुन्छ होला। अब आफूले त भाउजूलाई जस्तो गरेको छ त्यस्तै त हुने हो नि। कर्मको फल त जस्तो कर्म जस्तो बिउ रोपेको छ त्यस्तै निस्किन्छ। तर पनि भूमिकाको चाहिँ दिमागै छैन त्यस्तो कुरामा, केही सोच्दा नि सोच्दिनन्। उसले आफूले दल्न पायो भने चाहिँ मजाले दल्ने हो। अरूको त मनै होइन, अरू त मान्छे होइनन् जस्तो गर्छन्। आमा पनि त्यस्तै, छोरी पनि त्यस्तै। जस्तो आमा त्यस्तै छोरी त होला नि सायद। अब अहिले यतिखेर भने चाहिँ भुन्टीको सासू र भुन्टीको नन्द देवर सबै पहाड गइसकेका छन्। भुन्टीको देवरलाई भीमलाई पनि जेठी भाउजूले साह्रो हेला गरिन्, साह्रो नमजाले भनिन्। ठिकै पनि हो, उसले आफैले गरेर पनि खानुपर्छ। सधैँ अर्काको पछि लागेर मात्र पनि हुँदैन। अर्काले टेकिदिएको लौरोले कति दिन नै हिँड्न सकिन्छ र। उनीहरू सबै आफ्नो गन्तव्यमा हिँडिहाल्छन्। जिन्दगीभरि लौरो त आफ्नो लागि त आफैले टेक्नुपर्छ। त्यसैले गर्दा चाहिँ भीम पनि पहाड गइसके। अब ऊ चाहिँ आफैले केही बिजनेस व्यापार अथवा विदेश जान्छु भन्ने सोच बनाएर चाहिँ ऊ पहाड गइसकेका छन्। अब भीम पनि सायद विदेशतिर जान्छन् होला। किनभने अब उसको बहिनीको बिहे गरेर पैसाहरू सबै सकिसकेको हुन्छ। भूपेन्द्रको यता उपचार गर्दा गर्दा पैसाहरू सबै सकिसकेको हुन्छ। अनि त्यस पछाडि बाउले भीमलाई बिजनेस गर्नको लागि लगानी गर्न सक्दैनन्, किनभने उनीहरूसँग पैसा हुँदैन। त्यसैले भीम चाहिँ अब सायद विदेशै जान्छ होला। भूमिकाको पनि बिहे भएपछि भूमिका पनि अब सायद अस्ट्रेलिया जान्छ होला। तर अस्ट्रेलिया जानुभन्दा अगाडि चाहिँ त्यसलाई साह्रो दुःख दिन्छन् घरमा होला। कर्म अलवेज हिँड्छन् ब्याक भनेको त्यही हो। त्यसलाई त दुःख दिनै पर्छ, किनभने त्यसले भाउजूलाई कति साह्रो दुःख दिएकी चाहिँ भुन्टीलाई। अरूलाई त्यति साह्रो दुःख दिने मान्छेले आफूलाई पनि दुःख पर्दा कस्तो हुँदो रहेछ भन्ने कुरा थाहा होस् न। आफूलाई दुःख नभइकन चेतिँदै चेतिँदैन भनेको यही हो। बुद्धिमानीलाई त सुरुमै थाहा हुन्छ, तर बुद्धि नभएकालाई चाहिँ आफूलाई परेपछि मात्रै थाहा हुन्छ क्या।
तपाईँहरूलाई भोन्टी सिरियल कस्तो लाग्छ? भोन्टी सिरियल चाहिँ हप्तामा 2 पल्ट आउनुपर्ने हो क्या? भोन्टी सिरियल हप्तामा 2 पल्ट आउनुपर्ने हो भन्नेहरू चाहिँ को हुनुहुन्छ हाजिर हुनु है त।